हेलो खुबसुरत पिपल। आज चाहिँ म अब मेरो रुम सफा गर्न जाँदैछु होइन। अनि यो मेरो चाहिँ होइन रुम सफा गरेको भ्लग तपाईँहरूलाई देखाउँछु, हेर्दै गर्नु होला है। ल है त खुबसुरत पिपल, आज चाहिँ मेरो बिहानको काम भनेको होइन मर्निङ वाकबाट फर्किसकेपछि रुम सफा गर्नु थियो होइन। किन भन्दाखेरि अहिले यो के भयो यो गर्मीले गर्दा हो कि यो रुममा चाहिँ एकदम माकुराको जालोहरू अनि त्यो फुसफुसे धुलोहरू चाहिँ एकदम धेरै हुने। अनि त्यसले चाहिँ मेन प्रभाव भनेको चाहिँ मेरो म्युजिकको इन्स्ट्रुमेन्टहरूमा चाहिँ एकदमै खतम बनाइदिरहेको हुन्छ होइन। त्यो कारणले गर्दाखेरि मैले सबै निकालेर होइन दुईवटा गिटार एउटा युकेलेले अनि गिटार प्याडलहरू सब निकालेर चट्ट ब्रसले घोटेर होइन रुमालले सबै टाकटुक क्लियर गरेर चाहिँ राखेँ होइन। अनि त्यसपछि यो सबै सफा गरिसकेपछि फ्लोरमा भएको सुकुलहरू टक्क उठाएर टकटकाएर धुलोसुलो सब टकटकाएर यसलाई एक ठाउँमा राखेँ। अनि त्यसपछि चाहिँ मलाई एकदम जुत्ताको सोख होइन, जुत्ता सुत्ता सब निकालेर त्यसलाई चाहिँ मैले सफा गरेर एकतिर राखेँ होइन। अनि त्यसपछि यो भनेको चाहिँ मेरो एकदमै भिन्टेज त्यो ह्याङ्गर होइन, बुवाले 35 साल 40 सालतिर बनाउनु भएको है। अनि त्यो दाइहरूको फोटोसोटो सबै गरिसकेपछि अनि मेरो गिम्बलको पालो आयो। गिम्बल पनि एकदमै खराब भएको थियो धुलोले होइन। गिम्बल सिम्बल टाकटुक सब सफा गरेँ होइन, किन भन्दाखेरि अहिले धुलोले एकदमै खतम बनाएको छ। अनि मेरो यो टेबलको चाहिँ होइन सबै सामानहरू एकातिर सारेर टेबल सेबल सबै पुसपास गरेर चाहिँ अनि टक्क फ्लोरमा होइन टक्क लाएर ब्रस लगाएँ, कुना काप्चा यताउता घारी सारी सब हेरेर चाहिँ होइन फ्लोरमा सबै लगाएँ। अनि सबै त्यो फोहोरहरू चाहिँ एक ठाउँमा जम्मा पारिसकेपछि होइन अनि सब सामानहरू एक ठाउँमा तानेर त्यो पनि जम्मा गरिसकेपछि अनि टेबल सेबल यताउता गरेँ, थकै लगाएँ, बसेँ, के गरेँ होइन टाकटुक गरेँ, ढोका कुनाहरूको सबै सामान निकालेँ होइन। अनि सामान सबै निकालिसकेपछि यो फोहोरलाई मैले बाहिर लिएर आएँ होइन। अनि बाहिर लिएर आइसकेपछि त्यसलाई टक्क यो प्यासेजबाट चाहिँ पछाडिको ढोका खोलेर होइन पछाडिको ढोका खोलेर चाहिँ सबै सामान त्यो फोहोरहरू चाहिँ उतैतिर फालिदिएँ है। अनि उता फालिसकेपछि अनि ठक्क यो कामहरू सबै एडजस्ट भइसकेपछि बाहिरबाट टक्क मप लिएर आएँ होइन। अनि मप लिएर आएर पानीमा भिजाएर चाहिँ ट्याक्क मप घोट्न थालेँ। अनि मपमा चाहिँ मैले एउटा केमिकल हाल्थेँ, त्यो केमिकल सिद्धिएको रहेछ कि होइन, एकदम मगमग बास्ना आउने टाइपको हुन्थ्यो होइन, त्यो चाहिँ सिद्धिएको रहेछ। अनि अहिले चाहिँ मैले एकदमै सादा पानीले मात्रै रुममा मैले घोटेँ होइन। अनि यो रुममा घोट्दा घोट्दै फाइन चलाउनु पर्ने साला यही बेलामा चाहिँ लाइन गइदिएँ क्या। अनि लाइन गइदिएपछि यस्तो गर्मी होइन, यति गर्मी हुन्छ मेरो रुममा कि कतारमा पनि यस्तो गर्मी हुन्थेन होला कि होइन, त्यति गर्मी हुन्छ। अनि लाइन पनि आएन। अनि त्यसपछि सबै भित्रको गरी भइसकेपछि अब प्यासेज पनि त अब अलिकति पानीहरू यो हुन्छ होइन, त्यो अनि चिसै त्यो मबले चाहिँ चट्ट प्यासेज स्यासेज सब गरिदिएँ होइन। अनि त्यसलाई लगेर बाहिर राखिदिएँ। अनि बाहिर आइसकेपछि म फेरि भित्र आएर चाहिँ गिटार सिटार कहाँ थियो टक 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 एडजस्ट गरेँ होइन। टेबलमा भएको मेरो ब्राइल क्रिमहरू होइन सबै चाहिँ मैले ठक 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 एडजस्ट गरेर पहिला जहाँ जहाँ थियो त्यही चट्ट डिस्प्ले गरेर राखेँ होइन। अनि राखिसकेपछि मैले सबै कामहरू चाहिँ मैले एउटा स्टेप बाई स्टेप जान्छु क्या। अनि पानीहरू चाहिँ मलाई जहिले पनि एउटा बोतल पानी चिसो एउटा बोतल पानी तातो चाहिन्छ है। अनि त्यो पानीहरू पनि राखिदिएँ। अनि यो जुत्ताहरू फेरि मैले सबै सफा गरेर ट्याग राखेँ। अब मेरो बेस्ट अब एडिडासको जुत्ता चाहिँ टक्क प्लास्टिकमा प्याकिङ गरेर राखेँ होइन। कम्तीमा पनि मसँग 10 जोड जति जुत्ता होला होइन, सबै एडजस्ट गरेँ। अनि मलाई कोरियनले दिएको त्यो हकी ब्याडहरू पनि है सबै एडजस्ट गरिसकेपछि अनि सुकुल अनि टक्क त्यो चिसै थियो क्या। अनि लाइन आएको थियो हल्का हल्का सुकाएर पङ्खाले सुकाएर चाहिँ अनि त्यो चिसै सुकुल चाहिँ टक्क ओछ्याएँ होइन। अनि ओछ्याएपछि अब त्यहाँ आउँछ मेरो अब गिटार ऱ्याम्प आउँछ होइन, गिटार ऱ्याम्प पछाडि त्यसपछि माइक आउँछ होइन। अनि त्यो करेन्ट सप्लाई गर्नको लागि चाहिँ त्यो एडिसनल त्यो पोइन्टहरू जुन हुन्छ नि त्यो पोइन्टहरू सबै एडजस्ट गरेर होइन टाकटुक गरिसकेपछि अब यहाँनिर मेरो स्पिकर आउँछ होइन। अनि स्पिकरको ठ्याक्कै साइडमा चाहिँ मैले माइक राख्नुपर्छ, किन भन्दाखेरि त्यो माइक अलिक टाढा राख्यो भने त्यो स्ट्यान्डले गर्दाखेरि ठोक्किन सक्छ झ्यालतिर होइन। त्यो कारणले गर्दाखेरि मैले ठ्याक्क लाएर स्पिकर राख्ने बित्तिकै स्पिकरकै साइडमा मैले माइक राखेँ होइन। माइक साइड टाकटुक साफ सुत्तर सब बनाइसकेको थिएँ। अनि मेरो यो टावेलले चाहिँ ट्याक्क त्यसलाई छोपेँ होइन। अनि छोपिसकेपछि अब गिटार प्याडलको पालो आयो, गिटार प्याडलमा टक्क ज्याकस्याक जोडेर ट्याक्क राखिदिएँ। आफ्नो सबै कुराहरू चाहिँ मैले पहिला जहाँ जहाँ छ त्यहीँ राख्छु कि मैले स्टेप बाई स्टेप गर्छु होइन। अनि त्यो कारणले गर्दाखेरि सबै स्टेप बाई स्टेप नै हुन्छ। अनि सबै चाहिँ त्यो सानो टावेलले आफ्नो तरिकाले चाहिँ ट्याक्क हुन्छ। अनि त्यसपछि यो मेरो गिटारको वायर चाहिँ मलाई कहिले पनि त्यो गुजुल्टाएर राख्न मन लाग्दैन, ठक्क त्यसलाई चाहिँ चट्ट फिसाएर राख्न मन लाग्छ। आफूलाई बजाउन मन लागेको बेला चाहिँ ट्याक्क निकाल्यो गिटारमा जोडिदियो, यता याममा जोडिदियो बजायो होइन। अनि टेबल सेबल सबै एडजस्ट गर्यो। अनि फाइनल्ली काम पनि सकियो होइन। अनि कामसाम सिद्धाएर चाहिँ अनि ब्रसहरू टक्क प्यासेजमा लगेर राख्नु पऱ्यो भनेर ठक्क बाहिर निक्लेँ होइन। अनि यतिखेर चाहिँ होइन मैले टक्क गीत बजाएर ब्लुटुथ स्पिकरमा चाहिँ गीत सुन्दै काम गरिरहेको थिएँ। ठ्याक्क काम पनि सकिनु होइन। अनि हाम्रो छेवाङ लामाको चाहिँ लाउरे 2 भन्ने आउँदैछु तिमीलाई लिन भन्ने गीत मजाले आयो कि होइन। अनि कस्तो काम सिद्धिएको खुसियाले अब चाहिँ नाचु 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 लाग्यो। अनि मायालुलाई सम्झिँदै मजाले नाच्यो होइन। अनि काम पनि सिद्धियो नाच्यो पनि होइन। अब यस्तै छ के गर्ने होइन। ल अब बियास भ्लगलाई चाहिँ एकदम माया गरिदिनु होला। यस्तै भ्लगहरू चाहिँ तपाईँको सामु प्रस्तुत गर्नेछु। ल फेरि अर्को भ्लगमा भेटौँला। धन्यवाद।